वैज्ञानिक थोमस एल्वा एडिसन, जसले बिजुली चिनको आविष्कार गरी सबै वैज्ञानिकहरूलाई चकित पारिदिए। विज्ञानको सूत्र अनुसार, विज्ञान सिद्धान्त अनुसार एउटा बन्द सिसाभित्र जहाँ अक्सिजन छिर्न सक्दैन त्यहाँ बिजुली बत्ती बल्नु विज्ञानको हिसाबमा असम्भव थियो। तैपनि थोमसले निरन्तर आफ्नो प्रयास, आफ्नो खोज जारी नै राखे। धेरै समय लाग्यो, धेरै पटक असफल प्रयासहरू पनि गरे। भनिन्छ 979 पटक असफल भइ नै रहे। त्यसको बावजुद पनि आफ्नो प्रयासलाई जारी राखे, नभन्दै 1000 पटकमा उनी सफल भएरै छाडे। एउटा चिमभित्र बिजुली बत्ती बालेरै छाडे। पछि 1300 भन्दा बढी कुराहरूको आविष्कार गर्दै गए। उनको अन्तर्वार्ता लिनको लागि एकजना पत्रकार महोदय आउनुभयो र सोध्नु भएछ, थोमसज्यू, आज हजुरले आविष्कार गरेर दुनियाँलाई चकित तुल्याउनुभयो, यो त अचम्म भइ नै हाल्यो। तर यहाँले त्यत्रो 979 पटक असफल हुँदा हरेस खानु भएन? असफलताबाट अत्तालिनु भएन? पत्रकारको यो प्रश्नले थोमस छक्क पर्दै जवाफमा भन्नुभएछ, असफल रे? म असफल कहाँ भएको छु? म असफल भएकै छैन। बरु सफल हुने उत्तम उपाय कहाँ छ, कुन छ त्यो मात्र खोज्दै गएँ र अन्ततः मैले उत्तम उपाय भेटेँ र चिमभित्र उज्यालो बत्ती बल्यो। हजुर प्रिय मित्रहरू, भनिन्छ सबै कुरादेखि हार खाए तापनि आफैदेखि कहिले पनि हार नखानुहोस्। किनकि जब आफैले भित्रैबाट म सक्दिनँ भनेर सोच्छौँ, तब त्यो कुरा गर्ने आफूसँग बल आफै हराएर जान्छ र त्यो कुरा हामी गर्न सक्दैनौँ। तर सबै कुरादेखि हार खाएर पनि म यो जसरी भए पनि गर्छु, म गर्न सक्छु भनेर यदि हामीले आँट गर्यौँ भने हामी अवश्य पनि त्यो लक्ष्यमा सफल हुन्छौँ। भनिन्छ उद्देश्य त्यो लिनु कि चन्द्र छुने एक। त्यसैले यदि हामीले ठुलो उद्देश्य लिएका छौँ जुन हाम्रो लागि असम्भव जस्तो लाग्ला, तर निरन्तर प्रयासमा जसरी थोमस सफल भए त्यसरी नै यदि हामी लागिरह्यौँ भने र त्यसलाई थोमसले जस्तै 979 पटक असफल होइन तर सफल हुने उत्तम उपाय उहाँले खोज्नुभयो भनेर जसरी उहाँको त्यो सकारात्मक सोचले गर्दाखेरि उहाँ सफल हुनुभयो र त्यसरी नै हामीले सोच्ने गऱ्यौँ र हामी निरन्तर त्यो कुरामा लाग्यौँ भने हामी एक दिन अवश्य सफल बन्न सक्छौँ।